एकछिन गरिदिनु भएको ओके भयो अब फेरि भन्नु यो थोरै काट्नु ल अगाडिको रेडी फर्स्ट अफ अल थ्याङ्क यू सो मच फर द्याट इफ तपाईँहरूले हेरिराख्नु भएको छ भने आई नो द्याट म यो कुरामा बिलिभ गर्छु कि हामी ट्रेडिसनल टाइपको रिसोर्टमा आइपुगेको छौँ एज अ आई विस मैले धेरै लामो समयदेखि नै एउटा कोसिस गरिरहेको ट्रेडिसनल टाइपको रिसोर्टको लागि जस कारणले गर्दा मैले आफैले भिजिट गरिरहेको छु सो मैले भित्रैदेखि फिल गरिरहेको छु मेबी मैले हजुरलाई म बाहिर आएर पनि देखाउन चाहन्छु म चाहिँ खालि खुट्टा नै हिँडेर यहाँको रियालिटी फिल गर्न खोजिरहेको छु उहाँहरूले चाहिँ यहाँ चाहिँ तपाईँको ब्रान्डेड विस्की लगायतको ड्रिङ्कहरू राख्नु भएको छ म चाहिँ तपाईँको लोकल आइटमको राख्न चाहन्छु है मेरो आफ्नो फिललाई सेयर गरेको होइन फ्युचरको प्लान यो चिजहरू चाहिँ ठिक छ राखेको चिज छ तर यो चिजमा चाहिँ सबै नेपाली आइटमहरू राख्न पायो भने त्यसले नेपालीपनलाई अझ रियालिटीमा परिणत गर्न इजी हुन्छ जस्तो लाग्छ मेरो सुझाव चाहिँ यो छ सो म फेरि बाहिर निस्किन्छु यसको टेन्टेटिभ अरू चिज चाहिँ ठिक छ यहाँ चाहिँ अब महाभैरवको छ यो अगाडिको लोगो यी चाहिँ एभ्री कुराहरू नेचुरल तरिकाले गर्न खोजिरहेको छ अनि त्यस पछाडि म आउँदैछु उता पनि म हजुरलाई भिजिट गरेर देखाउन कोसिस गरिरहेको छु क्यामराम्यानलाई अलिक गाह्रै पनि भइरह होला आई होप उहाँले गाह्रो लिनुहुन्न अनि अर्को कुरा चाहिँ यहाँको महत्त्वपूर्ण कुरा चाहिँ म तपाईँहरूलाई देखाउँदैछु है त लेट्स सी म यहाँ योभन्दा अगाडि आएको छु त्यतिखेर मलाई फिल भयो कि यहाँ चाहिँ सबैभन्दा बेस्ट लागेको मलाई यहाँको बाटो यो चाहिँ तपाईँको माटोको भित्रको यो हिलिङ भन्छ यसलाई माटोको यो लिपपोतको चाहिँ तपाईँको शीतलता हेर्न सक्नुहुन्छ मेरो साथीको यो चाहिँ यहाँको लिपपोत गर्ने चिजहरू यहाँको यो जुन चाहिँ तपाईँको इन्भाइरोमेन्टले गर्दा नेचुरल प्रोसेसहरू इच एन्ड एभ्री कुराहरू चाहिँ वान अफ द ग्रेटेस्ट यहाँ चाहिँ तपाईँको एभन म आफै बुझिरहनु भएको कारणले यो चाहिँ तपाईँको शान्तिको खोर्लो भन्छौँ है विश्वमा शान्ति होस् भनेर चाहिँ यो गर्ने मनी जब पनि भन्छ यो मैले बुझाएको चाहिँ त्यो हो अरू पनि भनेको मैले अनि अर्को कुरा चाहिँ यो खोर्लो पनि भन्छ यसलाई है लाइक अनि अर्को कुरा चाहिँ उहाँले देखाउन खोजेको कुराहरू सबै यो त प्रत्येक मन्दिरहरूकोमा उसमा हुन्छ यो चाहिँ सिंहासन है यो चाहिँ तपाईँको यो चाहिँ ड्रागन भयो है अनि अर्को कुरा चाहिँ म हजुरहरूलाई देखाउन